हेलो एन्ड नमस्ते प्यारो मामुहरू। म आज फेरि आइसकेँ हजुरहरूसँग पोस्टपरमकै कुराकानी गर्न, पोस्टपरम एक्सर्साइजको बारेमा हल्का जानकारी गर्नको लागि। सो लास्ट भिडियोमा चाहिँ मैले हजुरहरूलाई इनहेल एक्सहेल गरेर कसरी आफ्नो कोरलाई कन्ट्र्याक्ट गर्ने र अनि कोर एक्सर्साइज गर्ने भनेर भनेको थिएँ। अनि त्यो गर्न सिक्नुभयो भने चाहिँ पोस्टपरम एक्सर्साइजमा एकदमै हेल्प हुन्छ, रिजल्ट पनि एकदम राम्रो आउँछ भनेर पनि भनेको थिएँ। सो आज त्यही विषयमा अलिकति जोड्दै र पोस्टपरम एक्सर्साइजेसहरू पनि हजुरहरूलाई देखाउन जाँदैछु। सो अनि यो एक्सर्साइजेसहरू चाहिँ हजुरहरूले 5वटादेखि 6वटा पोस्टपरम एक्सर्साइजहरू लिन सक्नुहुन्छ। कुनै पनि हजुरहरूले गर्न सक्ने खालको लिनुहोस्, चुज गर्नुहोस्। किन भन्दाखेरि पोस्टपरम एक्सर्साइजेसहरू धेरै धेरै नै छ अनि यसमध्येमा चाहिँ हजुरले 5वटा या 6वटा चाहिँ निकाल्नुहोस् अनि त्यस पछाडि त्यसलाई चाहिँ 15चोटि या 20चोटि गर्नुहोस् र अनि त्यसलाई कतिचोटि रिपिट गर्न सक्नुहुन्छ, 2चोटि या 3चोटि। अनि त्यसरी एउटा सेट बनाउनुहोस् त्यसलाई, सबै पोस्टपरम एक्सर्साइजलाई। अनि त्यसरी नै स्टार्ट गर्ने हो। त्यो सँगसँगै अनि हजुरहरू एक्टिभ चाहिँ हुनपर्छ अनि आफ्नो खानपिन पनि ध्यान दिनुपर्छ। के खाइरहेको छु भन्ने कुरामा एकदम वाइज हुनुहोस्। किन भन्दाखेरि नत्र रिजल्ट देख्नलाई एकदमै गाह्रो हुन्छ। जति एक्सर्साइज गरे पनि हुँदैन भनेको जस्तो हुन्छ। सो त्यो नहुनको लागि चाहिँ आफू पनि अलिकति एक्टिभ हुनु पर्यो र खानापिना चाहिँ एकदमै मिलाउनु पर्यो। अनि सक्नुहुन्छ भने चाहिँ बाहिरतिर यसो वकिङहरू जानुहोस् फर 30 मिनट्स 45 मिनट्स होइन। त्यसले गर्दा चाहिँ एकदमै हेल्प हुन्छ। अनि होइन अलिकति मसँग स्ट्रेन्थ छ, म गर्न सक्छु भन्नुहुन्छ भने चाहिँ हल्का हल्का कार्डियोजहरू गर्न सक्नुहुन्छ। एकदमै नउफ्रिने, न जम्पिङ गर्न मिल्ने, यो एकदम पोस्टपरम फ्रेन्डली हुन्छ नि। हल्का त्यो डम्बेल्सहरू 1 केजी 2 केजीको डम्बेलहरू लिएर बिस्तारी मुभमेन्टहरू हुन्छ नि, लो इम्प्याक्ट कार्डियोजहरू गर्न सक्नुहुन्छ यदि सक्नुहुन्छ भने चाहिँ। अब सक्नु हुँदैन भन्ने मामुहरूको लागि चाहिँ ठिकै छ, आफू जसरी हुन्छ स्टे एक्टिभ चाहिँ बस्नु पर्यो। सो मैले चाहिँ आज हजुरहरूलाई देखाउन गइरहेको फर्स्ट एक्सर्साइज चाहिँ यसको लागि चाहिँ हजुरहरू मजासित त्यसरी बस्नु पर्यो, सुत्नु भयो। यो खुट्टा यो पोजिसनमा हुन्छ, हात यसरी राखेर यो भाग हाम्रो पेटको भागलाई चाहिँ मजाले यो फ्लोरमा टाँसाएको हुनुपर्छ। यहाँ ग्याप हुनु भएन, यस्तो हुनु पर्यो ठ्याक्क यतिको उचाल्ने। यो ग्याप छैन अब यहाँ। अनि अब यसलाई चाहिँ मजासित लग्ने अनि त्यस पछाडि फेरि ल्याउने, मजासँग लग्ने अनि फेरि ल्याउने, मजासँग लग्ने अनि फेरि ल्याउने। यो गर्दाखेरि चाहिँ इनहेल र एक्सहेल पनि मिलाउनुहोस् अनि त्यो सँगसँगै आफ्नो कोरलाई पनि कन्ट्र्याक्ट गरिराख्नुहोस्। अनि यो एक्सर्साइजलाई चाहिँ भन्छ हिल स्लाइड। अर्को एक्सर्साइज सेम, यसरी यहाँ ग्याप हुनु भएन, यतिको हुनु पर्यो। अनि त्यस पछाडि यो हिपलाई उठाउने, हिपलाई उठाइसकेपछि हिल ट्याप, टो ट्याप, हिल ट्याप दुईवटा छ। अब जस्तै यो हिल ट्याप भनेको चाहिँ यो हिलले ट्याप गर्ने, टो ट्याप भनेको चाहिँ यो टोले ट्याप गर्ने। जुन गर्दा पनि हुन्छ हजुरहरूले कोर मसललाई पनि कन्ट्र्याक्ट गरेर अनि रिदममा चाहिँ इनहेल र एक्सहेल गर्नु सक्नुहुन्छ। अब अर्को एक्सर्साइज भनेको चाहिँ यो पोजिसनमा बस्ने अनि त्यसपछि खुट्टा सिधा, यतिको खुट्टा सिधा राख्ने, कोर मसललाई कन्ट्र्याक्ट गर्न सक्नुहुन्छ। प्ल्याङ्क, हामीले प्ल्याङ्क नर्मली जुन नर्मल प्ल्याङ्क गर्छौँ त्यसलाई चाहिँ हामीले यो चाहिँ रिभर्स प्ल्याङ्क भन्छ। यसलाई हामी चाहिँ रिभर्स प्ल्याङ्क गर्छौँ। किन भन्दाखेरि बच्चा पाइसकेपछि नर्मल प्ल्याङ्क चाहिँ नगर्नु होला, किनभने त्यसले अलिकति धेरै नै कोरलाई स्ट्रेस दिन्छ। नर्मल प्ल्याङ्कलाई चाहिँ स्किप गरेर चाहिँ हामी रिभर्स प्ल्याङ्क गर्छौँ। त्यसको लागि यत्तिकै बस्नु, यो हात पछाडि हुन्छ अनि यसरी आफ्नो यो हिप उठाउने अनि त्यस पछाडि कति सेकेन्ड गर्न सक्नुहुन्छ हजुरहरूले? 30 सेकेन्ड, 1 मिनट, 30 सेकेन्डको 2टा, 30 सेकेन्डको 4टा, इट्स टोटली डिपेन्ड अपन यु। अनि कोर चाहिँ एकदम स्ट्रेट हुनु पर्यो, खुट्टादेखि माथिसम्म। अनि यसरी गर्ने, यतिकै गरिरहन गाह्रो हुन्छ भने चाहिँ हजुरहरूले यसरी यो गर्ने अनि फेरि तल जाने अनि फेरि गर्ने अनि तल जाने, रिभर्स प्ल्याङ्क ड्रप पनि गर्न सक्नुहुन्छ। कन्ट्र्याक्ट चाहिँ गरिराख्नु।
इन्हेल एक्सहेल पनि। सो अर्को भनेको चाहिँ अब बियर होल्ड, यस्तो यो पोजिसनमा बस्नुभयो हजुरहरू। अनि त्यस पछाडि यसबाट यो खुट्टाको सपोर्टमा उठाउनेलाई हिप उठाउने, खुट्टा उठाउने अनि यसरी होल्ड गरेर राख्ने। इन्हेल र एक्सहेल चलि नै रहेको हुन्छ। कति सेकेन्डसम्म होल्ड गर्न सक्नुहुन्छ हजुरहरूले गर्न सक्नुहुन्छ। अनि यतिकै बसिरहन गाह्रो हुन्छ भन्नु मामुहरूको लागि चाहिँ अर्को यसमा अलिकति मोडिफाइड भर्जन पनि छ सेम। बियर होल्ड ड्रप, त्यसलाई चाहिँ ड्रप गर्ने, अघि रिभर्स प्ल्याङ्क ड्रप गरेको जस्तै हामीले यसमा पनि हामीले ड्रप गर्छौँ। जस्तै सेम त्यही अघिको जस्तै हामी यसरी उठ्यौँ अनि यसलाई ड्रप गर्ने, फेरि उठाउने, फेरि ड्रप गर्ने, फेरि उठाउने, फेरि ड्रप गर्ने, फेरि उठाउने, फेरि ड्रप गर्ने। जस्तै हामी उठाउँदाखेरि चाहिँ हामी इन्हेल गर्छौँ, ड्रप गर्दा एक्सहेल, इन्हेल एक्सहेल, यही नै हो। बियर होल्ड मात्रै गरिरहनु भएको छ भने चाहिँ 30 सेकेन्डको गर्न सक्नुहुन्छ भने 30 सेकेन्डको 2टा 4टा आफ्नो क्यापेसिटी अनुसार गर्नुहोस्। किनभने फर्स्टमा गर्दाखेरि अलिकति गाह्रो हुन्छ, बट इभेन्चुअली ह्याबिट हुँदै गइसकेपछि अलिकति सेकेन्ड्स एड गर्दै जान सक्नुहुन्छ। अनि अब त्यो मात्रै बियर होल्ड मात्रै गर्न गाह्रो हुने मामुहरूको लागि त बियर होल्ड ड्रप मैले देखाइदिइहालेँ। त्यो पनि हजुरहरूले 15-20 चोटि ल त्यसलाई कतिचोटि रिपिट गर्न सक्नुहुन्छ, इन्टु 2, इन्टु 4, इन्टु 3, टोटली डिपेन्ड अपन यु। बियर होल्डको पोजिसनमा बसेको जस्तै यसरी बस्छौँ, यसरी बसिसक्छौँ। अब यो ढाडको ऊदेखि सबै मिलाउनु होला, कन्ट्र्याक्ट गर्नुहोस्। मेरो रिल्याक्स कोर मसल हो यो। अब यसलाई मैले कन्ट्र्याक्ट गर्छु, हो यसरी कन्ट्र्याक्ट गर्ने। त्यस पछाडि बर्ड एन्ड डग, सरी यसलाई बर्ड एन्ड डग भन्छ यो एक्सर्साइजलाई। यसरी दुवै साइड गर्नु होला। यसको लागि चाहिँ दुवै साइड गर्नुपर्छ यसको। अर्को साइडको देखाउँदैछु म हजुरहरूलाई। सेम अहिले मेरो कोर मसल रिल्याक्स छ। अब यसलाई मैले फेरि कन्ट्र्याक्ट गर्छु अनि त्यस पछाडि अब एक्सर्साइज गर्छु। यही नै हो। अलिकति फर्स्टमा गर्दाखेरि चाहिँ अलिकति ब्यालेन्स नमिले जस्तो हल्लेको जस्तो हुन्छ, बट इभेन्चुअली बिस्तारै आफ्नो टाइम लिएर पेसेन्स भएर गर्नु होला। टाइम दिनु पनि पर्छ, सबै चिज रस गरेर मात्रै हुँदैन। अर्को एक्सर्साइज चाहिँ हो डेड बग। डेड बगले चाहिँ एकदमै राम्रो हेल्प गर्छ कोर मसललाई हिल गर्नलाई, कोरलाई स्ट्रङ बनाउनको लागि। यो इभेन्चुअली नर्मल मान्छेले पनि गरिरहेको हुन्छ। डेड बग चाहिँ एकदमै पपुलर एक्सर्साइजेस हो कोरको वर्कआउट गर्नको लागि। सो यसको लागि पनि सेम प्रोसेस, यसरी यो ग्याप नराख्ने, यसलाई यसरी गर्ने मजाले, ढाडलाई पुरा फ्लोरमा मजासित अट्याच गर्ने, ग्याप हुनु भएन त्यहाँ, हात छिर्न मिल्ने। अनि त्यसपछि बिस्तारै यसरी हिप उठाउने, कोर मसल्सलाई कन्ट्र्याक्ट गरिरहनु भएको छ। एउटा हात हुन्छ, जुन खुट्टाले यस्तो गर्नुहुन्छ अपोजिट डिरेक्सनको हात चाहिँ यतातिर लग्नु पर्यो। राइट खुट्टाबाट मैले स्टार्ट गर्छु भने मैले मेरो लेफ्टको हात यता लग्नु पर्यो। जस्तै यो एक्सर्साइज पनि हजुरहरूले 15को 2टा 15को 4टा कसरी गर्न सक्नुहुन्छ त्यसरी गर्न सक्नुहुन्छ। अनि लास्ट बट नट द लिस्ट यो एक्सर्साइज रहेको छ, त्यो चाहिँ स्ट्यान्डिङ मार्चेस हो। त्यसको लागि चाहिँ मैले डम्बेल प्रिफर गर्छु।
तर यदि हजुरहरूसँग डम्बेल छैन भने डोन्ट वरी, हजुरहरूले दुईटा 1.5 लिटरको या 1 लिटरको बोतललाई पनि आफ्नो इक्विपमेन्ट अनुसार युज गर्न सक्नुहुन्छ। कोरलाई चाहिँ कन्ट्र्याक्ट गर्ने अनि यसरी हातमाथि राख्ने अनि त्यस पछाडि यसलाई 1 by 1 उठाउने, यसलाई स्ट्यान्डिङ मार्चेस भन्छ। यो एकदमै धेरै इफेक्टिभ हुन्छ पोस्टपार्टम जर्नीमा हुने मामुहरूले। म स्टिल अहिलेसम्म पनि यो एक्सर्साइजहरू फलो गरेर आउँछु। उठाउँदाखेरि इनहेल, तल राख्दाखेरि एक्सहेल। सो या द्याट्स इट फर आजको भिडियो। अनि आज चाहिँ मैले जस्ट हजुरहरूलाई एउटा आइडियाज मात्रै दिएको पोस्टपार्टम एक्सर्साइज कसरी गर्ने, अब त्यो इनहेल एक्सहेल गर्दै कन्ट्र्याक्ट गर्दै कसरी एक्सर्साइज गर्ने भन्ने कुराहरू मैले आज हजुरहरूसँग सेयर गरेँ। अनि अब छिट्टै म हजुरहरूलाई सँगै कसरी त्यो एक्सर्साइजेसहरू सँगै मैले यति मिनटदेखि यति मिनटसम्म गरेर रिपिटेसन हिसाबको पनि म हजुरहरूलाई छिट्टै बनाउनेछु त्यो भिडियो। त्यसको लागि चाहिँ हजुरहरूले वेट गर्नुपर्ने हुनेछ। अनि या अल द बेस्ट मेरो पोस्टपार्टम जर्नीमा भइरहनु भएको मामुहरू। अनि आई होप यो भिडियोले अलिअलि भए पनि हजुरहरूलाई मोटिभेट गरोस्, अलिअलि भए पनि हजुरहरूलाई हेल्प होस्। पोस्टपार्टम जर्नीमा हुने मामुहरू यसरी सुत्दाखेरि यसरी सुतिरहनु भएको छ, नर्मल हजुर जसरी सुतिरहनु भएको हुन्छ नि, सुत्दाखेरि यसरी जोराक्क यसरी नउठ्नु होला, यसले चाहिँ कोरलाई एकदमै स्ट्रेस दिन्छ। सो यसरी सुतिरहनु भएको छ भने चाहिँ यसरी पल्टेर चाहिँ यसरी उठेर चाहिँ उठ्नु होला। अनि त्यसले गर्दा चाहिँ कोरलाई स्ट्रेस गर्दैन। सो यो चाहिँ मैले पनि आफैले पनि मेरो सेकेन्ड प्रेग्नेन्सीमा थाहा पाइसकेपछि मैले आफैले पनि त्यसरी उठ्ने बानीहरू कम गरेँ, किनभने नत्र म प्रायः जस्तो जराकजुरुक उठिहाल्थेँ कि। यो धेरै जस्तो मामुहरूले चाहिँ यो एक्सर्साइजहरू कतिको इफेक्टिभ हुन्छ, कति पछि काम गर्छ भन्नुहुन्छ, इट्स टोटली अप टु यु। कतिको कन्सिस्टेन्ट हजुर हुनुहुन्छ, कतिको खानपिनमा ध्यान दिइरहनु भएको छ, कति हेरटेक्राइ नगरिकन एक्सर्साइजमा एकदमै ध्यान दिइरहनु भएको छ, फोकस गरिरहनु भएको छ होइन, त्यसमा पनि डिपेन्ड हुन्छ। अनि अब अहिलेको लागि चाहिँ 1 महिना जति चाहिँ यही एक्सर्साइजेसहरू कोरको एक्सर्साइजहरू गर्नुहोस्। सँगसँगै मैले भने हजुरहरूलाई के अरे हिँड्न जानुहोस् या लो इम्प्याक्ट कार्डियो सक्नुहुन्छ भने, नसक्नेको लागि त मैले अभियसली पुस गरेको होइन। जसले चाहिँ सक्छु भनेर जम्पिङ नगर्ने खालको, उफ्रिन नपर्ने खालको, धेरै हल्लिन नपर्ने खालको एक्सर्साइजहरू अभियसली गर्न सक्नुहुन्छ। अनि या नर्मल डेलिभरी भएकै मामुहरूको लागि नै हो यो पनि। तर यो पोस्टपार्टम एक्सर्साइज चाहिँ CS सेक्सन मामुको लागि पनि एकदमै सेफ हो। यो अर्को कार्डियो इम्प्याक्टहरू चाहिँ मैले खास चाहिँ नर्मल डेलिभरी गर्नुभएको मामुहरूको लागि पुस गरेको, किन CS को लागि अलिकति सायद डिफिकल्ट पनि हुन्छ होला। धेरै मामुहरूले मलाई दुख्ने प्रब्लम हुन्छ हिँड्दाखेरि भनेर भन्नुहुन्छ। सो उहाँहरूको लागि चाहिँ म अलिकति विस्तारमा छुट्टै अर्को भिडियो पनि बनाउने छु। सो मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ सब्सक्राइब गर्नुहोस्, सेयर गर्नुहोस् अरू मामुहरूसँग पनि। स्टे सेफ, स्टे हेल्दी, एन्ड आई विल सी यु इन अनदर भिडियो। बाई बाई।